Hello everyone, welcome back to my channel. हजुरहरुलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ बाइ द तपाईहरुले टाइटल थम्बनेलबाट चाहिँ थाहा पाइसक्नु भएको छ केको भिडियो भनेर। अनि टिकटकबाट जोडिनु हुने मेरो साथीहरुलाई चाहिँ एकदम धेरै धन्यवाद। दिदी बहिनी जो पनि हुनुहुन्छ टिकटकबाट आएर मेरो च्यानलमा अब मलाई यति धेरै विश्वास गरेर हेर्न आउनु भएको छ, एकदम धेरै धन्यवाद। अब चाहिँ मैले यो च्यानलमा चाहिँ धेरै जस्तो स्किन केयरको भिडियो लगाउने कोसिस गर्छु र कुनै कुनै बेला भ्लगिङ पनि गर्छु हैन। हजुरहरुले के कस्तो भिडियो मन पर्छ त्यो कमेन्टमा लेख्न सक्नुहुन्छ। अनि हजुरको प्रब्लमहरु के छ, मैले के बोल्न छुटाए, के भन्न छुटाए, का गल्ती भयो त्यो पनि कमेन्टमा लेख्दा हुन्छ है। म त्यसलाई चाहिँ अर्को भिडियोमा चाहिँ सच्याउने कोसिस गर्नेछु। अनि आजको भिडियोमा चाहिँ टपिकतिर जाम। हल्का लिप ग्लोस लाउँछु ल एकछिन। आजको भिडियो चाहिँ अब मैले चाहिँ चाया पोतोको बारेमा जे जति जानेको छु सबै हजुरहरुलाई भन्ने कोसिस गर्छु हैन। आई होप अब यो भिडियो चाहिँ हेल्प हुन्छ होला। जाने जति चाहिँ म भन्छु ल। आजसम्म मैले भदौदेखि स्किन केयरको सामान बेच्नलाई चाहिँ स्टार्ट गरेको हो। अस्तिको भदौबाट 1 वर्ष हुन आँट्यो। अब यो आउने भदौमा 1 वर्ष हुन्छ। अनि भिडियो बनाउन थालेको पनि त्यही भदौबाटै हो है। अनि मैले त्यतिकै अब धेरै जनाले डुप्लिकेट सामान लाउनु हुने रहेछ, त्यही भएर चाहिँ मैले अब आफूले जानेको धरानमा थिए, धरान सानो सिटी ओरिजिनल सामान मलाई थाहा थियो कहाँ पाउँछ भनेर त्यहाँदेखि किन्दै मैले सामान डेलिभरी गर्न थाले। यसरी नै मेरो यो जर्नी स्टार्ट भएको र भदौबाट स्टार्ट स्किन केयर स्टार्ट गर्नुहुने कस्टमरहरु मसँग अझै पनि सामान लिनुहुन्छ क्या। उहाँहरुको त्यति बेलाको चाया पोतो थियो। अनि पछि चाहिँ त्यो चाया पोतो चाहिँ के भयो, त्यो चाया पोतो चाहिँ सबै फेड भइसक्यो है। फेड भइसक्यो। अब उहाँहरुले चाहिँ एन्टी एजिङको लागि गर्नुहुन्छ, ब्राइटनिङ ग्लोइङको लागि स्किन केयर गर्नुहुन्छ। यसको मतलब यो हो कि मैले पनि हुन्छ नि हल्का रिसर्च गरेर म चाया र पोतो पिगमेन्टेसनहरुको लागि चाहिँ हैन केही न केही चाहिँ हुन्छ नि स्किन केयरबाट चाहिँ अलिकति कम केही हदसम्म भने कम हुने जस्तो चाहिँ मलाई थाहा हुन थाल्यो क्या। अनि त्यही भएर स्टार्ट गर्दा गर्दै यहाँ आइपुगेको म। चाया र पोतो भनेको यस्तो दबाई चाहिँ बनेको छैन यिनीहरुको, तर हामीले गर्ने भनेको स्किनको केयर। हामीले जसरी घाँटीदेखि तल मात्रै गर्छौं नि त केयर, हेल्थको केयर गर्छौं, त्यसरी नै हामीले छालाको केयर गर्ने हो, स्किनको छालाको है। मेरो पनि पहिला ध्वस्त बिग्रेको थियो। मैले पनि आफै स्किन केयर गरेर यतिको भएको छ, तर बेटर भएको छैन। अब एभ्री टाइम एभ्री मन्थ पिरियड हुन्छ, पिम्पलहरु आइदिन्छ। अनि पिम्पल आउने स्किनलाई चाहिँ अब कतै पनि कसरी पनि रोक्न सकिँदैन। त्यसको बारेमा अर्को भिडियो बनाउँ न। यहाँ चाहिँ चाया र पोतोको कुरा गरौँ। अब चाहिँ मेन टपिकको कुरा गरौँ के लगाउने भनेर। मेन भनेको हजुरहरुले चाहिँ सिरमहरु लगाउने हो। सिरमहरु चाहिँ कस्तो भन्नाले तपाईहरुको दागहरुलाई फेड गर्ने के, सकेको दागहरुलाई फेड गर्ने र ब्राइटनिङ गर्ने कुरा गर्नुभयो भने चाहिँ तपाईहरुको एकदम छिटो प्रब्लम चाहिँ जान्छ। अनि एउटा सिरमले चाहिँ तपाईको स्किनमा चाहिँ त्यस्तो काम गर्दिदैन, वेस्ट हुन्छ। एउटा सिरम कसैले लिनु खोज्नुहुन्छ भने हो बिस्तारै बिस्तारै एड गर्दा हुन्छ, तर अल टाइम तपाईले एउटा मात्रै लगाउँछु भन्नुहुन्छ भने तपाईको पैसा वेस्ट हुन्छ। अलिअलि मात्रै काम गर्छ। त्यही भएर म चाहिँ कम्तीमा 2टा नत्र 3टा, बिहान 2टा बेलुका 2टा लाउने भनेर दिन्छु। यो बनाएको स्किन केयर सेट चाहिँ मैले आफै बनाएको है। यसको इन्ग्रेडिएन्ट्सहरु हेरेर सबै कुरा हेरेर जति तपाईको स्किनलाई ब्राइटनिङ गर्ने कुराहरु लाउनुहुन्छ त्यति तपाईको पिगमेन्टेसनहरु फेड हुन्छ मेन। अनि सिरमहरुमा चाहिँ कुन भन्नाले म यहाँनिर हजुरलाई 3टा फोटो राख्दिन्छु। भाइटामिन सी, हजुरले स्किन डिभाको लिनु भए पनि हुन्छ, कजरेक्स टाइम जुनै भाइटामिन सी लिँदा पनि हुन्छ है। मसँग भाइटामिन सी हुँदा यो दिन्छु, स्किन डिभा हुँदा यो दिन्छु, यो छैन भने अरू दिन्छु। एउटा भाइटामिन सी फोटो पनि राखिदिन्छु। एउटा भनेको डिस्कलरेसन सिरम। भाइटामिन सी ले चाहिँ तपाईको स्किनको पिगमेन्टेसनहरु फेड गर्छ, लङ टर्ममा एन्टी एजिङको काम गर्दिन्छ पनि हैन। चाउरीहरुलाई पनि फेड गर्दिने काम गर्छ र चाउरी नपर्न दिन पनि यसले हेल्प गर्छ। अनि अर्को भनेको ब्राइटनिङ ग्लोइङ। अनि पिम्पल हुनेहरुले भाइटामिन सी कहिले पनि लगाउनु मिल्दैन है, पिम्पल छैन भने चाहिँ लगाउने। अनि अर्को कुरा भनेको भाइटामिन सी चाया पोतो भएकोले मात्रै लगाउने हैन। चाया पोतो केही पनि छैन, तपाईको मेरो स्किन यति क्लीन छ तर त्यही पनि म भाइटामिन सी लाउँछु के, किनकि यसले हाम्रो स्किनलाई एकदम धेरै राम्रो गरिदिन्छ। कहिले पनि भाइटामिन सी र ब्राइटनिङ सिरम म छोड्दिन। अर्को भनेको डिस्कलरेसन सिरम। डिस्कलरेसन सिरममा चाहिँ THA छ, नाइसिनामाइड छ। त्यसले चाहिँ तपाईलाई के गर्छ, तपाईको पिगमेन्टेसनहरु चाहिँ नि फेड गर्न चाहिँ हेल्प गर्छ। मेन भनेको दागको लागि हो हैन। अनि अर्को भनेको ब्राइटनिङ सिरम। कि यो ब्राइटनिङ सिरम कि गुड मोलिक्युल्सको ब्राइटनिङ सिरम जुन युज गर्दा पनि हुन्छ। यो हुँदा यही लगाउनु, त्यो हुँदा त्यो लगाउनु, अथवा 2टा लगाउन पनि सक्नुहुन्छ, फरक पर्दैन। यसले पनि तपाईको स्किनलाई चाहिँ स्किन टोन अप गरिदिन्छ। प्लस तपाईको स्किनलाई चाहिँ अब दागहरु बसेको छ भने त्यसलाई फेड गरिदिनु पर्छ, प्लस ग्लो दिन्छ है। जति तपाईले ग्लो दिने काम
सिरमहरु लाउनुहुन्छ नि स्किनमा त्यति राम्रो हुन्छ अनि अब यो भयो सिरमहरु अब तपाईको बेस बनाउनु पर्ने हुन्छ स्किनको pH भ्यालु मेन्टेन गर्नलाई टोनर है टोनरको म एउटा मसँग राइसको टोनर छ अर्को भनेको म यहाँनेरि फोटो राखिदिन्छु हजुरहरुले चेक गर्न सक्नुहुन्छ अथवा कुनै टोनर लगाउनुस् है स्किन ब्राइटनिङ गर्नेवाला अथवा यो चाहिँ अल स्किन टाइपलाई है जति भन्दैछु अल स्किन टाइपलाई हुन्छ अनि एउटा टोनरले pH भ्यालु मेन्टेन गर्यो र अर्को भनेको स्टेराइल म्युसिन एकैछिन ल यो स्टेराइल म्युसिनले चाहिँ ब्यारियर सुधार्छ तपाईको भित्रको लेयरदेखि बिग्रेको हुन्छ त्यसलाई चाहिँ बिस्तारै सुधार्दै सुधार्दै ल्याइदिन्छ भित्रदेखि नै रिपेयर गरिदिन्छ त्यो के हुन्छ भने त्यसो भएपछि भित्रदेखि प्रब्लम अब सल्भ हुँदै आएपछि बाहिर तपाईको प्रब्लमहरु चाहिँ एकदम छिटो हुन्छ नि निको हुँदै जान्छ क्या राम्रो हुन्छ प्लस यो दुईटाले चाहिँ तपाईको स्किनलाई सिरमहरुलाई काम गर्ने एउटा राम्रो बेस बनाइदिन्छ है अनि अर्को भनेको यति तपाईले डाइरेक्ट अब हेर्नु है फेस वाश गर्नुहुन्छ अनि डाइरेक्ट भिटामिन सी फेसमा लाउनु भन्दा तपाईको स्किन सुक्खा हुन्छ फेस वाश गरेपछि जसको पनि सुक्खा हुन्छ अनि यो भिटामिन सी लाइफ के हुन्छ स्किन चिरिक 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 गर्ने चिलाउने पोल्ने टाइपको हुन्छ तपाईको यो भिटामिन सी ले सुट नहुन सक्छ तपाईलाई मैले यहाँ भने जति कुनै सिरमले सबैले भन्ने हुँदैन कुनै न कुनैले कसैलाई सुट गर्दैन धेरै जस्तो भिटामिन सी ले गरेको हुँदैन हैन अहिले सन् मैले सामान सेल गरे मध्ये 3 जना सिस्टरहरुलाई भएको छैन तर अरूलाई चाहिँ भएको छ अब भएको छैन भने हुँदैन भने लगाउने स्टप गर्ने फरक पर्दैन अरूले त हुन्छ प्राय फेरि अरूले कहिलेकाहीँ अरूलाई कसैलाई सुट नहुन सक्छ सबैजनाको स्किन एउटै हुँदैन नि त हैन सुट भएन भने लगाउनु छोड्दिने सुट भएर तपाईले यति स्किन केयर सेट युज गर्नुभयो भने यति चाहिँ म ग्यारेन्टी दिन्छु तपाईको स्किन पहिला अहिले भन्दा अहिले जति नराम्रो छ त्यो भन्दा बेटर हुन्छ पिगमेन्टेसन फेड हुन्छ टाइम चाहिँ लाग्छ ओभर टाइम लाग्छ हैन पेशेन्स लेभल ओभर हुनुपर्छ मेरो स्किन केयर जर्नीको भिडियो कुनै दिन बनाउँला अनि थाहा पाउनुहुन्छ मैले कति टाइम स्किन केयर गरेको छु भनेर स्किनलाई मज्जाले भित्रैदेखि सुधार्नको लागि एकदम धेरै टाइम लाग्छ अनि अर्को भनेको मोइस्चराइजर काम के हो तपाईलाई आफ्नो स्किन टाइप थाहा छैन भने नि तपाईलाई आफ्नो स्किन टाइप थाहा छैन भने मोइस्चराइजर के गर्ने अल स्किन टाइपको लगाउनु होला यो सजेस्ट गर्दिन्छु मोइस्चराइजर काम गर्ने के हो स्किनको मोइस्चरलाई लक गर्दिने प्लस तपाईको स्किनलाई मोइस्चराइज गर्ने हो है मोइस्चराइजर काम अनि सिरम लाउँदा दुईटा औँलाले युज गर्नुस् है राम्रो हुन्छ अनि अर्को भनेको सनस्क्रिन प्लिज राम्रो खाले सनस्क्रिन लाउनु भएन भने चाहिँ तपाईको स्किन कहिले पनि चेन्ज हुँदैन मैले सिरम दिने बेला एभ्री टाइम तपाईले कुन सनस्क्रिन लाउनुहुन्छ राम्रो खाले छ भने ओके छैन भने म सिरममै सेल गर्दिन किनभने सिरमले तपाईलाई मैले सिरम जुन दिन्छु नि त्यसले तपाईलाई तपाईको जुन सनस्क्रिन छ त्यसले प्रोटेक्ट गरेन भने त कालो हुन्छ स्किन पछि कसलाई कम्प्लेन आउने मलाई म आफू त्यस्तो कम्प्लेन सुरुमा जानी त सामान बिकाउनको लागि पैसाको लागि म कहिले पनि त्यसरी सेल गर्दिन त्यही भएर राम्रो खाले सनस्क्रिन चाहिँ मस्ट हो 2-3 घण्टामा लाउनु पर्छ किन भन्नाले एकचोटि लाउनु भएको सनस्क्रिन 2 घण्टा पछि उता काम गर्दिदैन के अनि फर्स्ट टाइम लाउनु भएको हुन्छ नि सनस्क्रिन स्किन केयर गर्नेबित्तिकै सनस्क्रिन लागा 20 मिनेट पछि मात्रै घरदेखि बाहिर निस्किने त्यति दिनसम्म सनस्क्रिन अब एक्टिभ हुँदै गरेको हुन्छ काम गर्दैको हुँदैन अनि बिस्तारै बिस्तारै जति तपाईको 1.5 घण्टा भयो अलिकति सनस्क्रिनले गर्ने तपाईको काम हुन्छ नि अलिकति कम हुँदै 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 जाने 2 घण्टासम्म सकिने हो त्यही भएर म चाहिँ 1.5 घण्टामा रिएप्लाई गर्छु कहिले 1 घण्टामा गर्ने चाहिँ घाममा हिँड्नु पर्यो भने न त तपाईहरुले त्यसरी गर्न सक्नुहुन्छ है अहिले मैले भनेको चाहिँ बेसिक स्किन हुन्छ नि चाया र पोतो को लागि हो अथवा कुनै प्रकारको पिगमेन्टेसन कुनै प्रकारको दाग धब्बा ओइली होस् ड्राई होस् कम्बिनेसन नर्मल सबले लगाउन मिल्छ तपाईले सनस्क्रिन र मोइस्चराइजर आफ्नो स्किन टाइप अनुसार किन्ने स्किन टाइप पनि थाहा छैन भने अल स्किन टाइपमा किन्ने सक्यो क्या प्रब्लम त्यही सकिन्छ अनि यति स्किन केयर रुटिन फलो गर्नुस् तपाईको राम्रो हुन्छ सुट भयो भने राम्रो हुन्छ यति चाहिँ म भन्न सक्ने भएको छु किनकि धेरै जनाको राम्रो भएको छ हैन यति स्किन केयर अब एकचोटि किन्दा मात्र तपाईको धेरै पैसा जाने हो एकचोटि किन्दा 19-20 हजारै जान्छ तर तपाईको सकिँदाखेरि चाहिँ कुनै 5 महिनामा सकिन्छ कुनै 1 महिनामा सकिन्छ सनस्क्रिन हैन त्यसरी सकिने हो अब आई होप हजुरले यो भिडियो हेल्प भयो होला मन पर्यो भने चाहिँ सब्स्क्राइब गरेर लाइक गरेर जानु होला है त थ्यांक यू बाइ